सो हेलो नमस्ते वेलकम ब्याक टु माई मिनी भ्लग है। आई सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु है। सो आज चाहिँ हस्पिटलको डे 4 होइन। सो मर्निङको भ्यू देख्न सक्नुहुन्छ सोकेथाङको। सो अब चाहिँ दिउँसो भयो, खानाको लाइन लाग्यो है। सो मैले चाहिँ थापिसकेँ चिकनको सुप र आलु है। त हस्पिटलको खाना चाहिँ मिठो लाग्छ नि त, म थापेर खाइदिन्छु भोक लाग्दा होइन। सो घरको खाना पनि आइसक्यो होइन। सो अब चाहिँ खानासाना खाइसकेर चाहिँ ब्लड डोनेट गर्नु जानुपर्ने हुन्छ होइन म चाहिँ। सो अब चाहिँ ब्लड डोनेट गर्नु जाँदैछु। सो बिपी नाप्दाखेरि चाहिँ मेरो चाहिँ 104 मात्रै रहेछ। त्यो दाजुले हुँदैन भने फेरि अब होइन कफी खाएर आएको फेरि पनि हुँदैन भने है। सो अब चाहिँ दिउँसो बुढीलाई वकमा लाँदैछु होइन, वक गराउँदैछु है। बुढीले चाहिँ सोच्दै लामो पहिला साँच्दै हिँड्दैछ हो। सो अब है बेलुका भइसक्यो, बेलुका चाहिँ फेरि बुढी एक्सर्साइज गर्ने अरे नर्मल हुनुलाई चाहिँ यति साह्रो है ट्राई गरेछ बुढीले है। सो डेट पनि हेर्दै हेर्दै जान आँटिसक्यो होइन। आज 10 तारिक, भोलि 11, 12। अब 12 र 11 र 12मा भएन भने चाहिँ हाम्रो सिजरिङ हुन्छ है, बुढीको सिजरिङ हुन्छ। सो यहाँ चाहिँ सुप खाएर मजाले वकमा हिँड्दैछ, पसिनै पसिना आयो भन्दैछ हो। तर बिमार चाहिँ एउटा लागेको छैन, दुखेको छैन भन्दैछ हो। सो यस्तै छ हस्पिटलमा, गाह्रो छ है गाइस। सो बुढीले चाहिँ आलु र रोटी अनि रसदाना खान्छु भने हो, मैले टक्क ल्याइदिएको बुढीलाई चाहिँ। बिहान चाहिँ फेरि 10 बजीसम्म खानु हुँदैन बुढीले हो, त्यही भएर ल्याइदिएको। सो दिउँसोको मेरो पार्ट टाइम जब चाहिँ यहाँ पोचा मार्ने। सो मेरो यो चाहिँ मेरो बेड हो, यहाँ मुनि होइन म सुत्ने ठाउँ, त्यहाँ चाहिँ पोचा मार्दैछु म चाहिँ होइन। सो पार्ट टाइम जब है। उता यहाँ आँगी पनि रहेछ, आँगीको पनि हल्का चिन्ने रहेछ, आफन्त रहेछ नि त, त्यही भएर है हल्का पोचा मारिदिएको मैले है। राम्रो छ है, बोलीचालीहरू मजाले मिल्छ। सो त्यहाँ पनि पोचा मारिदिएको मैले चाहिँ है, हल्का पार्ट टाइम जब भनौँ है। त मलाई सरम चाहिँ लाग्दैन है गाइस यस्तो पोचा सोचा मार्नुहरू चाहिँ होइन। सो बेलुका भइसकेर चाहिँ बुढीलाई केरासेरा दिएर चाहिँ है भिडियो हेर्दैछ बुढी चाहिँ अल्छिले हो। सो अब फेरि दिउँसो चाहिँ ऊ नानीले आज चाहिँ है नानीले चेकअप गरिदिएको अरे बेबीले है। यहाँ सानो बेबी रहेछ दिछेन भन्ने है, उसले चेकअप गर्दैछ आईलाई चेकअप गर्दैछ है। क्युट छ है, राम्रै रहेछ भन्दैछ बहिनीले चाहिँ है। सो चेकअप गरेर चाहिँ मैले कस्तो छ भनेको, एकदम गुड छ अरे नानी चाहिँ है। सो यस्तो छ है, भ्लग गर्नु मन पर्दैन कि यहाँ बेबीले चाहिँ आईलाई इन्जेक्सन लगाइदिने अरे होइन। सो अहिले चाहिँ म यति साह्रो गाह्रो हुँदैछ मिनी भ्लग एडिट गर्नु होइन। म चाहिँ यहाँ यत्रो हल्लाले गर्दा बाहिर आएर एडिट गर्दैछु म चाहिँ है, यति साह्रो गाह्रो हुँदैछ। सो अब नेक्स्ट भ्लगमा भेटौँ है, भ्लग सिधै आउँछ अब चाहिँ होइन। सो आजको भ्लग के कस्तो लाग्यो तपाईँहरूले कमेन्ट गर्नु होला, अन्त माया दिनु होला है। यदि नयाँ छ भने फलो हिर्काइदिनु होला।